दादा टपमा आइसक्यो। यो वाट्सअप गाइज मलाई खोज्दै नै होप तपाईँहरू फाइन हुन्छ होला अनि म चाहिँ भर्खर सुतेर उठेको होइन। अहिले चाहिँ 7 बज्यो, बाहिर उज्यालो भयो जस्तो छ। यहाँ चाहिँ हतार रहेछ कोठामा आएर। अरे अब चाहिँ म उठेर फ्रेस भएर पछि निस्किनु पर्ने हुन्छ घरतिर। खुट्टाहरू दुखिरहेको छु फोकाने। ल अब फ्रेस हुनु पर्यो। केटा हो त्यही हो। अब दादा निस्किँदैछ है। खेतको बाटो रहेछ। के हो नबुझ्ने होइन। माथि होमस्टे छ। म चाहिँ निस्किएँ, एउटा लेमन टी खाएँ। अनि अहिले चाहिँ 8 बजेर 8:30 भएको रहेछ होइन। 8:30 भएको रहेछ अहिले चाहिँ। अनि फोन पनि चार्ज भइसक्यो। हिजो त्यहाँ अरू बस्न आएको दोस्तहरूले गरिदियो। त्यसै उही रन्डिगान कुन बाटो हो जाने, अब बाटै थाहा छैन। खेत झर्छु म। खेत झर्छु अब दादा। त्यही हो, यस्तो खेत छ होइन। भ्यू हेर न म्या, बिहान जानै नमन लाग्दो भ्यू छ। अनि कसो जाने केटा हो। बाटो पनि बिर्सिसक्यो। अब यहाँ तल खै के छ यार। यो बाटो त होइन कि क्या हो। माथि होमस्टे छ। यही बाटो एकलोट जान्छु म, के हुन्छ। त्यही हो। अनि म चाहिँ राम्रोसँग फ्रेस नै भएन, टोइलेट पनि गएन। अनि जाडो छ तर हाफ कट्टुमै हिँडिरहेको छु होइन। अब हिँडिन्छ वाह सकेसम्म पोखरीमै गएर नास्ता खान्छु। बुल्टेकहरू म चाहिँ कहाँ आएँ म। जाने बाटो छ किन यहाँबाट जाने एकचोटि के हुन्छ। त्यही हो। अनि ठिकै थियो। माथि बिगिनर ट्रेक भन्दा म त झन् बिगिनर भन्दा नि कम आइछु गाड फाटो चढ्न। मान्छे क्या बजाए 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 बजाए। यो बाटो जान मिल्छ? ए ल धन्यवाद। यो बाटो जान मिल्छ अरे, बिहाको बाटो। त्यही भएर म हिँड्दैछु। यस्तो दामी शीतल छ होइन। अब तल पुगेपछि फेरि गर्मीले चुत हान्छ त्यस्तै छ। अनि टुप्पी सुप्पी ल्याएर झिल्के भएर दादा हिँडिरहेको छ होइन। त्यही हो। घर पुगेर सुत्दिन्छु मस्तमा। डेन्जरै थकाइ लागेको छ होइन। बाटो चाहिँ यही रहेछ। बाटो चाहिँ यहाँबाट निस्किँदैछ। त्यहाँबाट आएको अगाडि हुन्थ्यो होइन। त्यहाँबाट बाटो साइड। त्यही अब यो सिडी चढ्न गाह्रो हो, झर्न गाह्रो छैन। हिँडिन्छ पुगिन्छ। अब चाहिँ ढुक्क हो। हिजोको चाहिँ जेप्सुली चढेर चुच्चोमा गाड फाट्यो। यस्तो डेन्जर आयो यार। फेरि हिजो नि यस्तै चाहिँ भएको थियो। अब भ्लगमा चाहिँ त्यति साह्रो देखाउन नि पाएन। फोन त्यस्तै भयो नि त। त्यही भएर ठिक छ जे छ ठिक छ। अनि अगाडि पनि मिठो बादल लाग्यो यार केटा हो। जानै नमन लाग्दो छ कि फेरि घर धोप हान्छ नगए पार होइन। जानै पर्छ। अब म जाने वा हो। म जाने त्यहाँ हो केटा हो। म जाने त्यहाँ हो। तिमीहरू देख्यो त्यो माटो भाँचिएको देख्यो नि। त्यो बस्ती छ नि, त्यो बस्ती भएको थिएँ म जाने चाहिँ। हिँड्दैछु म
सिडी पछि सेकेन्ड होमस्टे पछि अझै हिँडेपछि बल्ल फर्स्ट होमस्टे अनि अझै हिँड्न पर्ने हुन्छ। लगभग 2 घन्टाको बाटो छ। आज चाहिँ 2 घन्टामै पुगिन्छ होला। जाने बेला चाहिँ टाइम लाग्दैन, त्यही हो, जाने बेला त्यति साह्रो टाइम लाग्दैन। अब म तलै गएर भेट्छु। हात यत्तिको बानी छुटिसक्यो नि त भ्लग बनाउने, हात दुखिरहेको छ लामो छोप्दा होइन। अनि चार्ज पनि सक्यो भने अहिले कुलित हुन्छ, चार्जर छैन दादासँग, त्यही हो। ल एउटा पसिना आएर मुक्तको अब लगभग आइसक्यो। वाइ यो एउटा हो, त्यहाँ पोखरीमा नास्ता खाइयो, अब चाहिँ तल झर्दै हो फेरि तेह्रको माथि झर्दा पनि तल झरेर नास्ता खान्छ दादाले। हरिपोट गुड भयो। त्यही एउटा हो, म कसरी झरेँ अनि कसरी झरेर माइजकोमा गएँ दाइकोमा। अलि पानी सानी खाएर एउटा सानो काम थियो, मतलब सामान लग्न थियो, त्यो लगेँ। अब आउँछन् फेरि साथी, यसो जानुपर्छ चिया सरगम भन्ने खै कहाँ चिया पाउने ठाउँ छ राम्रो एक औषधिमा, त्यही। घर आइसक्यो अनि ब्याग स्याग राखेर यत्तिकै बसिरहेको, स्टोरी हालेँ अनि उहिले त्यहाँपछि अनि दिदीले भित्र खै के बनाउनु लाखारे अनि अहिले दिदी आउँछ नानीले हेर्न अनि म बल्ल खाना खान जान्छु। अब खाना खाने पर्ने हुन्छ भोक लाखा, त्यही एउटा हो। म त्यही आउँथेँ यसलाई हेर्न आइज भनेर भनेको के अब चाहिँ चनाको तरकारी छ अरे, यसो मासु गर्छ नि बनाएको छ। अब भात हाल्नु पर्ने हुन्छ।